खरानी ग्याङ भन्ने, टिओबी ग्याङ भन्ने, ठगको ग्याङ भन्ने एक प्रमाण प्रुफ मलाई दिनुपर्छ। अब ज्ञानेन्द्र साईले मेरो उहाँलाई अब चुनौती होइन भने तपाईँको मुखमा जे आयो त्यही भन्ने तपाईँलाई छुट छैन, अधिकार छैन। हामी हाम्रो इज्जत र प्रेस्टिजले बसेको हामी चाहिँ जनतालाई एकाएका तपाईँले टिओबी ग्याङ, खरानी ग्याङ, ठग ग्याङ प्रमाण छ कि छैन? प्रमाण छ कि छैन? जे पाए मुखमा आयो त्यही बोल्ने हो। यदि प्रमाण जुटाउनु सकेन भने त्यसको खिलाफ तपाईँले भर्नुपर्छ। देशको यो मान्छे साँच्चीकै भन्यो भने म उपिया र उडुस भनेर संज्ञा दिन चाहन्छु। हिजोसम्म मानेको ज्ञानेन्द्र साईलाई, हिजोसम्म मैले एउटा चाहिँ लिडर हो, साँच्चीकै विचारले जुनसुकै पार्टीमा जान पाइन्छ, फरक कुरा हो। तर देशलाई घातक हुने गरी जुन खालको उहाँले स्टेटमेन्ट दिनुभयो, हामी जतिको 52 लाख नेपालीलाई अपमानित शब्द तपाईँले युज गर्नुभयो, तपाईँलाई हामी घेर्छौँ, सिधा घेर्छौँ। यो चेतावनी, यो चेतावनी धम्की होइन, यो चेतावनी हो तपाईँहरूलाई। किनभने हामी ल भन्नुहोस्, खरानी ग्याङ प्रमाण प्रुफ लिएर आउनुहोस्। कसको घरमा आगो लगाएको रहेछ, कसको घरमा सलाई कोरेको रहेछ, त्यो प्रमाण प्रुफ सहित लिएर आउनुहोस्। अनि टिओबी ग्याङ को हो? टिओबी ग्याङ भने टिओबी ग्याङ भनेको को हो त्यो लिएर आउनुहोस् तपाईँले प्रमाण प्रुफ सहित। सहकारी ठगी भन्ने भनेको छ, यहाँ ठगको ग्याङ भनेको छ होइन, जेल तोडेर भागेको छ, प्रमाण सहित लिएर आउनुहोस्। छुट छैन ज्ञानेन्द्र साईलाई, कसम छुट छैन। यो छाडा छोडेको साँडे जस्तो भएको छ यिनीहरू। साँच्चीकै यिनीहरूको नियन्त्रण गरेन भने यो